यस्तो घाँस चाहिँ यो मुठा मुठा पारेर राखेर अनि त्यसपछि कुन्ने लगाउन थाल्दै हुनुहुन्छ दाइले। उहाँ चाहिँ मेरो बुवाको मामाको नाति चाहिँ कान्छी छोरी। इन्डियाको अदालत चाहिँ अहिले के हो नि त अब यति बेर बोलाएर कि अस्ति नै बोलाएर भए हुन्थ्यो आज त अब अलि छेउमा हाल्दै जरा अलि छेउमा पहिले अलि छेउमा अलि अझ छेउमा दोहोरो मुठा चाहिँ माधवमा मात्रै राख्ने होला है बिचमा नि हुन्छ छेउमा नि हुन्छ छेउमा त गएका सबै भिज्छ होला झ्याम्रा झ्याम्रा उहाँ चाहिँ भाउजू हुनुहुन्छ। यो त हिल्लो रहेछ पानी आउने पाल माथि झ्याप्प हाल्नुपर्छ पानी आउनु छोड्छ दिनुपर्छ पाल पनि गएको हामीलाई त खोइ केही गर्दा नि दिँदैन अरूलाई त सबैलाई दिन्छ उतातिर चाहिँ परालको कुन्ने हालेको देखिँदै। यो पानी परेर खास फरक पर्दैन है यसलाई? ए अनि त्यो त कुहिन्छ त्यसो भए? ए अब पानी पर्दैन भनेर चाहिँ यो अहिले अब चाहिँ पानीको सिजन छैन? ए प्लास्टिक ए हजुर हजुर। उतातिर तराईमा कति ठाउँमा चाहिँ अहिले चाहिँ जस्ता भए त जलाइदिँदो रहेछ कि यस्तो छाना बनाएर अनि मुनिबाट कुनी टन्न लाग्नुहुन्थ्यो जस्ता किन अलिअलि महँगो छैन भन्नुहुन्छ नि त्यस्तै हो पैसाको गाउँ भयो कहिले पैसाले कहिले पनि भरिपूर्ण भयो राजालाई पुगेको छैन पैसाले अरू कसलाई पुग्छ? राजालाई पुगेको छैन तपाईँको चाहिँ नि राजाको फोटै हुन्छ त पैसामा आफ्नै फोटो भएको पैसाले पुगेको छैन राजालाई।